Hi guys, welcome to my channel. My name is Angel Rai. आज चाहिँ म टेक्वान्डो ट्रेनिङमा आएको छु बिहान तपाईहरुलाई पनि देखाउँछु हाम्रो दुईजनामा कतिजना छन् खेलाडी भनेर लास्टमा मेरो हेरिदिनु होला ब्लग कस्तो लाग्छ भनेर कमेन्ट गरिदिनु साथीहरु आज चाहिँ गुरु आउनु भएको थिएन त्यही भएर हामी मात्रै छौं तपाईहरुलाई यहाँ बाहिर छन् हाम्रो दोजङ चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ साथीहरु म चाहिँ ट्रेनिङ सकेर आज बजार घुम्न जान्छु भनेको छु तपाईहरुलाई पनि देखाउँछु आज बजारमा के आएको छ भनेर लास्टमा हेरिदिनु होला ब्लग साथीहरु तपाईहरु पनि टेक्वान्डो खेल्न चाहनुहुन्छ भने हाम्रो दोजङमा आउनु होला हाम्रो दोजङको नाम हो खोल्नुगा टेक्वान्डो दोजङ अनि यतिखेर हाम्रो सबैभन्दा सिनियर बेल्ट भनेको चाहिँ ब्लू डट साथीहरु हामी चाहिँ यतिखेर ट्रेनिङ सकेर उकालो चढ्दै छौं अब चाहिँ म बजार जान्छु बजारमा के आएको छ भनेर तपाईलाई देखाउँछु लास्टमा हेरिदिनु होला ब्लग लाइक कमेन्ट अनि सब्स्क्राइब नि गरिदिनु कस्तो लाग्छ भनेर नि भनिदिनु साथीहरु हाम्रो ट्रेनिङ चाहिँ यहाँ तल हुन्छ तल ग्राउन्डमा अनि तपाईलाई पहिले पनि देखाइसकेको छु साथीहरु यतिखेर चाहिँ हामी माथि आइसक्यौं तपाईहरु अहिलेसम्म त ओखलढुङ्गा घुम्न आउनु भएको छैन भनेर भनिदिनु यहाँ चाहिँ पहिले राजाहरुले कुटेर खानु भएको थियो धान यहाँ चाहिँ हाम्रो महाकवि साथीहरु ठाउँ चाहिँ एकदम राम्रो छ हाम्रो घाम पनि आज एकदम राम्रो लागिरहेछ यहाँ हेर्नुस् कति धेरै राम्रो राम्रो फुलहरु साथीहरु तपाईहरु अहिलेसम्म यहाँ घुम्न आउनु भएको छैन भनेर कमेन्ट गरिदिनु अनि हामी चाहिँ थेरा माथि बजारतिर छौं ठाउँ चाहिँ यस्तो छ हाम्रो ओखलढुङ्गा साथीहरु हामी चाहिँ थेरा बजारमा आइसक्यौं म तपाईलाई देखाउँछु यहाँ माथि छ बजार चाहिँ हामीहरु देख्न सक्नुहुन्छ यहाँ नुङ्गुर एकदम बिजी बजार कोको काँक्रा लोकल साथीहरु लिची पनि आइसक्छ है काँक्राको त बजारै रहेछ आजकल त म नागन कोही धेरै भएको थियो साथीहरु देख्न सक्नुहुन्छ यहाँ काचा पनि आएको छ बेच्नगोल चाहिँ हुनुहुन्छ बिजी एकदम आज बजार साथीहरु देख्न सक्नुहुन्छ यहाँ आलुचा पनि कति धेरै पाएको छ हामीले त खासै पाएको छैन साथीहरु टमाटर पनि आएको रहेछ आज बजारमा तपाईहरु पनि आउनु होला किन्नु होला अर्को बुधबार पनि हुन्छ सामानहरु साथीहरु यहाँ रुख कटनी रहेछ तपाईहरु नि आउनु होला किन्न म चाहिँ धेरै बजार भित्र घुमिरहेको छु कस्तो लाग्छ ब्लग भनिदिनु होला आज बजार एकदम धेरै बिजी छ देख्न सक्नुहुन्छ यहाँ कागज यत्रो ठुलो साथीहरु देख्न सक्नुहुन्छ यहाँ हाडु पनि पाकिसक्छ साथीहरु शनिबार बजारमा जे पनि पाइन्छ तपाईहरु किन आउनु होला मेरो ब्लग कस्तो लाग्छ भनेर कमेन्ट गरिदिनु होला साथीहरु यतिखेर चाहिँ हामी बजारको सबैभन्दा पछाडि भन्दा नि अन्त्यमा छौं देख्न सक्नुहुन्छ है त वाटरमेलन नि छ बदामहरु नि रहेछ साथीहरु यहाँ चाहिँ खोर्सानी रहेछ बोट साथीहरु देख्नुहुन्छ यहाँ टमाटर 120 रुपैयाँ भन्दै हुनुहुन्छ यहाँ मकै पनि पोलेर बेच्नु हुँदैछ साथीहरु यतिखेर चाहिँ कफलहरु चाको हेर्नुहोस् कफल आएको थियो भने म तपाईलाई नि देखाउँथे हिजो अस्तिको बजारमा चाहिँ कफल पनि आएको थियो आज चाहिँ कफल आएको रहेछ साथीहरु यतिखेर चाहिँ हामी बजारभन्दा मास्तिर छौं अब चाहिँ फेरि पनि हामी त गइरा छौं हो यतातिर आजको मौसम चाहिँ पानी पर्छ जस्तो छ यतातिर चाहिँ आलु पाइन्छ म तपाईलाई देखाउला आलु कति धेरै आएको छ कि थोरै आएको छ भनेर नि हेर्दिनु होला लास्टमा ब्लग अनि लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु कस्तो लाग्छ भनेर नि भनिदिनु साथीहरु यहाँ घरहरु नि आएको छ देख्न सक्नुहुन्छ हाम्रो बजार त्यसरी लाग्छ मजाले नै आलु पनि आएको रहेछ आउनु त अनि गाजरहरु आएको रहेछ आलु त बोरै आएको रहेछ साथीहरु तपाईहरुलाई पनि चाहिन्छ भने आउनु होला किन अनि यहाँ बजार चाहिँ भनेको शनिबार लाग्छ ब्लग कस्तो लागिरहेछ त्यो पनि भनिदिनु होला बहिनीमा चाहिँ घुमिरहेको थिएँ गाजरहरु नै आएको रहेछ थियो देख्न सक्नुहुन्छ साथीहरु आलु चाहिँ बोराइ आएको छ यतातिर देख्न सक्नुहुन्छ लास्टतिर चाहिँ धेरै जस्तो केरा पाइन्छ देख्न सक्नुहुन्छ साथीहरु बजार त एकदम मजा लागिरहेछ साथीहरु यतिखेर चाहिँ हामी लुगा बेच्ने पसलतिर छौं त्यहाँ सबैलाई त्यतिर थरी थरीको लुगा पाइन्छ तपाईहरुलाई चाहियो भने आउनु होला यहाँ चाहिँ चुराहरु पाइन्छ साथीहरु बजारमा कुचनी आएको छ नाङ्लोनी यहाँ मुन्टाहरु रहेछ अन्डा यहाँ धेरै डालाहरु आएको छ डोकोहरु तपाईहरुलाई पनि चाहिन्छ भने आउनु होला बजारमा हामी पनि यतिखेर बहिनीमा बजारमा घुमिरहेको छौं यतिखेर चाहिँ लुगा नि घाम लागिरहेछ साथीहरु यहाँ चाहिँ भाडा कुराहरु पाइन्छ तपाईहरुलाई पनि चाहियो भने आउनु होला अंकलले दिनुहुन्छ मजाले सस्तो मस्तो कुकुरहरु चाहिँ एकदम राम्रो छ
साथीहरू बजार चाहिँ यताको चाहिँ सब्जीहरू सबै पाइन्छ त अनि मासतिर चाहिँ लुगा साथीहरू मम्मीले मकैले दिन भइरहेको रहेछ अनि त्यही भएर हामी दुईजना चाहिँ खाइरहेको छौँ बसेर बहिनी र म साथीहरू यहाँ चाहिँ बजारको मासतिर अङ्कलकोमा चटपटी खान हामी आएर छौँ साथीहरू अङ्कलले चटपटी पनि बनाइसक्नुभयो देख्दा नि खम जस्तो साथीहरू अङ्कलले चाहिँ चटपटी एकदम मिठो बनाउनुहुन्छ तपाईँहरू नि आउनु होला यतिखेर चाहिँ अङ्कलले यहाँ सानो भएको छ चटपटी पसल साथीहरू यहाँ देख्न सक्नुहुन्छ रातो खालको च्याउ साथीहरू तपाईँहरूलाई देखाएको आएको च्याउ चाहिँ 1100 रुपियाँ केजी रे अनि आजको लागि भ्लग यति नै कस्तो लाग्यो भनेर भ्लग कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला अनि सब्सक्राइब नबिर्सिकन गरिदिनु होला थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट भ्लग बाई